हे गाइज लङ टाइम है धेरै पछि म भ्लग मेरो आयो होइन म हल्का फुल्का भनौँ न केही कुरा पर्सनल कुराले गर्दा हल्का मैले उयो गरेको थिएँ अनि भ्लगहरू बनाउन पाएन। अनि अहिले चाहिँ म ठिक छु है। मेरो आफ्नो घर यता हो नि त गाईघाट छु। अनि अर्को यता अर्को घर पनि छ कि मिलनचोकमा होइन। अनि मिलनचोकमा छु। यहाँ चाहिँ फुलबारीहरू छ कि अनि अब के गर्दै बस्छु भन्दा उयो गर्दै बस्छु होइन। यहाँ हेर है फुलबारी भयो होइन। यो घर चाहिँ ठिकै अहिले म यताको पहिलेको उयो हो। अनि ऊ चाहिँ यहीँको भाइ हो होइन। यहीँको भाइ भर्खर पढेर आएको भाइहरू आइरहेको हुन्छ कहिले काहीँ घुम्नलाई। यहीँ नजिक हुन्छ। अनि यो फुलबारी हो घरहरू मनी प्लान्टहरू यहाँ यो पुरै यो राउन्ड हानिसकेको छ यसले यहाँबाट पुरै होइन। एउटा होल चक्कर घरै हानिसकेको छ यसले पुरै होइन। रुम चाहिँ नदेखाउँदिनँ अहिले फोटोमा पर्छ। अनि टक्क मैले चाहिँ के गर्न आएको छु होइन खुकुरीले होइन। त्यो उयो मेरोमा रोजहरू टन्ने छ नि त। अनि रोजहरू टक्क उयो गरेर तिनीहरूलाई म हल्का उयो गर्छु कि ब्रिडिङ गराउँछु दुईजनाको अर्कै उसको ब्रिडिङ गराउँछु। त्यसरी मलाई आउँछ नि त। अनि त्यही ब्रिडिङ गराउन आँटेको यो येल्लो रोज हो येल्लो। अनि यो रेड रोज यो रेड हो यो रोज चाहिँ रेड हो है। यो चाहिँ रेड हो होइन। अनि उयो चाहिँ येल्लो हो यो चाहिँ येल्लो हो होइन। येल्लो हो यो चाहिँ होइन फुल चाहिँ। अनि यो चाहिँ यहीँ गार्डनमा टक्क रातिको दुईवटा सोलर लाइट होइन टक्क घाममा चार्ज भइरहेको छ। रात पर्ने बित्तिकै यहाँ छोड्दा यसरी बल्यो नि होइन गाइज बल्यो नि यहाँ देखिरहनु अनि होइन। राति यसरी नै अँध्यारो हुन्छ बल्छ। यहाँ दिदीले अरू फुलको बिरुवा रोप्नु भएको छ। म पनि अरू अनि यहाँ तुलसीको मोठ होइन। यो त थाहै पाउनुहुन्छ होला होइन। यो त फेरि म रोप्छु नि होइन। यो चाहिँ अक्सिजन धेरै फाल्छ नि त। त्यही भएर अब एकछिन टु बी कन्टिन्यू है त। ठ्याक्कै सब काम सक्यो भन्नाले अब त्यो उयो के भन्छ दुईवटा त्यो रोज हुन्छ नि दुईवटा उसको खालको रोज हुन्छ नि। अनि त्यसलाई चाहिँ अनि उयो मर्ज गरेर उयो त्यो गरेँ होइन। सब उयो गरेँ अनि त्यो फर्टिलाइजरहरू हालेँ सब कुरा भयो। अब हेरौँ अब कति टाइम लाग्छ होइन। वर्क गर्छ गर्दैन मैले पनि युट्युबबाट हेरेर सिकेको यस्तरी गरेको छ रुखको उयो भयो होइन। यहाँनिर यो अर्कै येल्लो कलरको हो कि जुन यो छ नि यो प्लास्टिकले बाँधेछ नि यो चिजदेखि यो छ नि यो चाहिँ अर्कोको येल्लोको हो। यो रेडको बोटमा रेड रोजको बोटमा यसरी गरिदिएको होइन। अनि उयो येल्लोमा टक्क त्यहाँ काटेर उयो गऱ्यो यो एल्लै हो होइन। अनि यो चाहिँ फेरि येल्लो र रेडलाई उयो क्रस गरेको भन्नाले पनि दुईवटालाई टक्क काटेर अनि जो उयो फर्टिलाइजर लगाएर बाँधेर राखेको माथि पनि फर्टिलाइजर लागेको है। त्यो फर्टिलाइजर कि नेचुरल त्यो हुन्छ नि यतातिर पाउने त्यहीहरू हो होइन। अब बिस्तारै उयो हुँदै जान्छ। ओके गाइज है ध्यान दिएर हेरिदिनु भयो त्यसको लागि धेरै धन्यवाद। म पनि गएँ। थ्याङ्क यू फर वाचिङ टेक केयर। सब्सक्राइब चाहिँ गर्नु नबिर्सिनु है। सब्सक्राइब प्लिज है सपोर्ट गर्नु पऱ्यो। यस्तै भिडियोहरू आइरहेको छ। प्लस योभन्दा राम्रो पनि आउँछ। अब बिस्तारै आउँछ राम्रो भिडियोहरू पनि आउँछ। प्लस भ्युवरहरू पनि त हुनु पऱ्यो नि त। अनि त्यही भएर ल गाइज थ्याङ्क यू फर वाचिङ।